मैले लाइफ ड्यामेज मुभी हेरेँ र मेरो लाइफ चाहिँ साँच्चीकै ड्यामेज भइसक्यो यो मुभी हेरेर। हजुरहरूले बुझ्नुभयो होला कि मलाई यो मुभी मनै परेन। मुभीको जुन कन्सेप्ट छ त्यो मलाई इन्ट्रेस्टिङ लागेको थियो। यस्तो छ एउटा प्यारलल युनिभर्स हुन्छ जहाँ मेट्रियार्की हुन्छ। मेट्रियार्की भनेको यस्तो सोसाइटी अर गभर्मेन्ट जहाँ वुमेनको रुल भएको हुन्छ, ठ्याक्कै पेट्रियार्कीको उल्टो। मुभीमा त बच्चा पनि केटाले पाउँछ। कन्सेप्ट बेग्लै छ, यस्तो नेपाली मुभीमा देख्नै पाइन्न। तर एक्जिक्युसन भने पुवर छ। आई वुड से डायलग्सहरू चाहिँ नेचुरल फिल नै हुँदैन। हजुरहरूले तिनीहरूले एक्टिङ गरेछन् भने थाहा पाउनुहुन्छ। मुभीको बेसिक प्लट भनेकै जुन प्रब्लम्स रियल लाइफमा केटीहरूले भोग्छन् त्यो यो मुभीमा केटाहरूले भोगेका हुन्छन्। द्याट्स इट। अरू सब जे हुन्छ रियल लाइफमा त्यही देखाएको छ। दिस मुभी फिल्स लाइक एउटा हाई बजेटको युट्युब भिडियो के। हुन पनि किन नहोस्, यो युट्युबर र टिकटकरले बनाएको मुभी हो। यु वान नो यो मेट्रियार्कीको कन्सेप्ट अर्को कुन मुभीमा थियो? इट्स द बार्बी मुभी र त्यहाँ एकदम राम्रोसँग प्रेजेन्ट गरिएको छ। अब तिमीहरूले भनौला नेपाली मुभीलाई कहाँ हलिउडको मुभीसँग कम्पेयर गरेको, त्यसैले अब म केही पनि भन्दिनँ। प्लस यो मुभीको स्टेक्स पनि त्यस्तो हेभी फिल हुँदैन फर अ मुभी। आई थिङ्क यसलाई एउटा सिरिज बनाए राम्रो हुन्थ्यो। बट द्याट जस्ट माई ओपिनियन। म चाहिँ यो मुभी ओन्ली रिकमेन्ड गर्छु इफ यु लाइक लो स्टेक्स ड्रामा, नत्र भने टाइम वेस्ट नगर्दा हुन्छ।